तीहरु राम्रोसँग केयर गरेर बस्नु होला। टेक केयर है। पानी परिरहेछ हेर्नुहोस् जताततै अधिराज्य नेपाल अधिराज्यहरु पानी परिरहेछ। काठमाडौँ पनि सुनसान छ है पानीले गरेर बन्दले गरेर। त्यहाँमाथि दसैँ चाडबाड टिका लाउन जाने पनि घुइँचो नि त्यति खासै छैन यसपालि। यसपालिको दसैँ के भयो खल्लो न खल्लो भयो है साथीहरु। हेर्नुहोस् न यहाँ के गर्ने यसपालि त बिजोग रमाइलो भएको छ त नि बाबा। ल झन् पानी ठुलो आयो के गर्ने मामा घरतिर जाने भनेको पानी परिरहेको छ। ए अहिले चाहिँ हामी जोरपाटी आइपुग्यो है साथीहरु। यो चाहिँ जोरपाटी हो। अब मेरो यो युट्युब च्यानलमा पनि म अपलोड गर्छु। साथीहरुले लाइक सब्स्क्राइब गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला है। सबैलाई उस गरेर स्क्रु नगरिकन सबले राम्रोसँग हेरिदिनुस्। ए हाम्रो यो जोरपाटीको फ्लड लाइट पनि बलिरहेको छ है। फ्लड लाइट बलिरहेको छ। यतै जोरपाटी यो भइको घर जाने बाटो यो मेरो घरतिर चल्ने गाडी यो हो। आइसक्यो पानी फलङ फङ 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 पानी परेछ हेर्नुहोस्। यो जोरपाटी ल हेर्नुहोस्। अब हाम्रो जोरपाटी नगरी गोकर्णेश्वर नगरपालिका 2 छिर्दैछ हामी। ल हेर्नुहोस् है कति राम्रो दृश्य छ है। हाम्रो मेयर दीपक रिसालजीको मातहतमा निर्माण भएको। ल हेर्नुहोस् है आहा कति राम्रो छ। ल हेर्नुहोस् यहाँ हामी छिर्यौं। अब हामी चाहिँ यहाँ छारी क्लब आइपुग्दैछौँ। छारी क्लब आइपुग्न लाग्यो है। पानी परिरहेको छ हेर्नु न। ट्याक्सीहरू चाहिँ भ्याइ नभ्याइ छ आज। छारी क्लब आइपुग्यौँ। अब एकछिनपछि हामी नेपाल मेडिकल कलेज। अब चाहिँ नेपाल मेडिकल कलेज आइपुग्यो हामी। नेपाल मेडिकल कलेज आइपुग्यो। हेर्नुहोस् बाटोको अवस्था सुनसान छ। तकरिबन हामी नेपाल मेडिकल कलेज आइपुग्यो है। नेपाल मेडिकल कलेज आइपुग्यो। यसै गरी अब एकछिनपछि हामी यो भगवत थान भन्ने ठाउँ आइपुग्छौँ है साथीहरु। अब भगवत थान पनि आइपुग्यो है। यता भगवत थान आइपुग्यो। ए ल हेर्नुहोस् भगवत थान आइपुग्यो है। भगवत थान आइपुग्यो हेर्नुहोस् है। भगवत थान मन्दिर। यसै गरी हाम्रो यता ऐतिहासिक नगरी गोकर्णेश्वर मन्दिर। ऐतिहासिक नगरी गोकर्ण मन्दिरको पनि अब यहाँ आइपुग्न लाग्यो। अब हाम्रो जन्म मृत्यु भनेको ठाउँ नै गोकर्णेश्वर मन्दिर हो है। अब हेर्नुहोस् यहाँ हुँदैछ पानी परेछ। अनि केयर गरेर गाडी चलाउनु पर्छ। यो मन्दिरको प्राङ्गण देखिसक्यो है हाम्रो गोकर्णेश्वर मन्दिर। आई लभ यु। म एक त शिव भक्त पनि परेँ है। हेर्नुहोस् गोकर्णेश्वर मन्दिर। पानी परेको छ। ल हाम्रो जर्नी चाहिँ यहाँसम्म हो है। हेर्नुहोस् गोकर्णेश्वर मन्दिरको प्राङ्गणमा हेर्नुहोस्। यो चाहिँ उत्तर गया मन्दिर।